सेप्टेम्बर 8 भन्दा केही दिन अगाडिदेखि जेएनजीको भ्रष्टाचार र सोशल मिडिया ब्यान विरुद्धको प्रोटेस्ट कल भइरहँदा एउटा इन्फर्मेसन एकदमै धेरै सर्कुलेट भएको थियो। तपाईहरु सबैजना स्कुल कलेजको युनिफर्म लाएर आउनुस्। स्कुल कलेजको युनिफर्म लाएर आएपछि स्टुडेन्ट्सहरुलाई इन्टरनेशनल लले प्रोटेक्ट गर्छ र पुलिसले केही पनि गर्न मिल्दैन। यो इन्फर्मेसन कहाँबाट स्टार्ट भयो कसैलाई थाहा छैन, तर सोशल मिडिया इन्फ्लुएन्सर्स, जेएनजी लिडर्सदेखि लिएर तपाई हामी सबैजनाले यो इन्फर्मेसन शेयर गर्यौं र साच्चै त्यो दिन बच्चाहरू स्कुलकै युनिफर्ममा आए। स्कुलकै युनिफर्ममा पुलिसले उनीहरुमाथि गोली चलायो र हत्या गर्यो। यो सबै भइसकेपछि पनि केही व्यक्तिहरूले अब हामी युएनलाई मेल गरौँ, फलानु अर्गनाइजेसनलाई मेल गरौँ, ओलीलाई समाद भन्ने इन्फर्मेसनहरू सर्कुलेट गरिरहेको थिए। टाइम एन्ड अगेन इन्टरनेशनल ल रिलेटेड यस्तो इन्फर्मेसनहरू हामीमा आइरा हुन्छ। केहीले कहिलेकाहीँ प्रचण्डलाई इन्टरनेशनल क्रिमिनल कोर्ट लानुपर्छ भनिरा हुन्छन्। अझ कोही त आफ्नो घरको सामान्य मुद्दा पनि मलाई चाहिँ नेपालको अदालतले न्याय दिन सकेन, अब म चाहिँ अन्तर्राष्ट्रिय अदालत जान्छु भनेर भनिरा हुन्छन्। इन्टरनेशनल ल रिलेटेड यस्तो मिसइन्फर्मेसनहरू एटलिस्ट हामीबाट चाहिँ सर्कुलेट नहोस् भन्ने कुरा अस्योर गर्न इन्टरनेशनल ल भनेको के हो अनि यसले कसरी काम गर्छ भन्ने कुरा बुझ्न आवश्यक छ। इन्टरनेशनल ल भनेको स्टेट र स्टेट बीच र स्टेट र इन्टरनेशनल अर्गनाइजेसन बीचको सम्बन्ध गभर्न गर्ने एउटा फ्रेमवर्क हो। अनि कुनै कन्डिसन्समा यसले स्टेट र इन्डिभिजुअल बीचको सम्बन्ध पनि गभर्न गर्छ र ह्युमन राइट्स ल त्यस अन्तर्गत पर्छ। हाम्रो कन्ट्रीको ल कहाँ हुन्छ त भन्दा संविधानमा हुन्छ, एक्ट्सहरुमा हुन्छ, लेखेको हुन्छ। त्यस्तै इन्टरनेशनल ल चाहिँ कहाँ हुन्छ त भन्दा ट्रिटीमा हुन्छ। ट्रिटी भनेको इट्स लाइक अ कन्ट्र्याक्ट। जस्तै केही इन्टरनेशनल अर्गनाइजेसन्स अथवा केही कन्ट्रीहरू मिलेर एउटा अग्रिमेन्टको ड्राफ्ट फर्म गर्छन् र त्यसलाई अरू कन्ट्रीहरूले आएर साइन गर्छ अनि ऱ्याटिफाई गर्छ। ऱ्याटिफाई गर्नु भनेको चाहिँ अब यो डकुमेन्टमा लेखेको कुरा चाहिँ हामी मान्छौँ है, यसलाई चाहिँ हामी हाम्रो देशमा पनि इम्प्लिमेन्ट गर्छौँ है भनेको। काहीँ एउटा ट्रिटी बन्ने बित्तिकै संसारभरिको सबै देशले त्यो मानिहाल्नुपर्छ भन्ने चाहिँ हुँदैन। अब रिसेन्ट इन्सिडेन्टको एक्जाम्पल लिउँ। इन्टरनेशनल लले स्टुडेन्ट्सलाई प्रोटेक्ट गर्छ त भन्दा गर्छ। नेपालले त्यस्तो धेरै ट्रिटीहरू साइन पनि गरेको छ जसले स्टुडेन्ट्सलाई अनि सिटिजन्सहरूलाई प्रोटेक्ट गर्छ। स्टुडेन्टलाई मात्रै होइन, त्यो दिन सरकारले जसरी युद्धमा जस्तो आफ्नै जनतामाथि गोली चलायो त्यो त काहीँ पनि कसैले पनि गर्न पाउँदैन। आइसिसिपिआर, क्याट, सिआरसी जस्तो धेरै ट्रिटीहरू नेपालले ऱ्याटिफाई गरेको छ जसले स्टुडेन्ट्सलाई, सिटिजन्सलाई सबैजनालाई प्रोटेक्ट गर्छ र त्यसरी भाइलेन्स युज गरेर कसैको पनि आवाज सरकारले दबाउन मिल्दैन। तर इन्टरनेशनल लको विकनेस के हो त भन्दा यसलाई कुनै बाहिरको फोर्सले आएर अथोरिटेटिभ भएर इम्प्लिमेन्ट गरिदिँदैन। ट्रिटी ऱ्याटिफाई गरिसकेपछि नेक्स्ट स्टेप भनेको डोमेस्टिकेटिङ द ल। त्यो भनेको ट्रिटीमा जे कुरा लेखेको छ त्यो अनुसारको कानुन आफ्नो देशभित्रै बनाउने। हरेक ट्रिटीलाई हेर्ने एउटा कमिटी बनेको हुन्छ र त्यो कमिटीले हरेक देशमा ल डोमेस्टिकेट गर्न र इम्प्लिमेन्ट गर्नलाई हेल्प गर्छ। केही रिसोर्सेसहरू अथवा केही सहयोग आवश्यक भएमा त्यो कमिटीले प्रोभाइड गर्छ र त्यहाँ गएर कम्प्लेन गर्न पनि मिल्छ यदि त्यो ट्रिटी अनुसार काम भइरहेको छैन भने। तर त्यो कमिटीको कमजोरी भनेको त्यसले कहीँबाट सेना ल्याएर अथवा पुलिसले आएर तिमीहरूले चाहिँ यो गलत गरिरहेछौ भनेर फोर्सले केही रोक्न, केही गर्न सक्दैन। ट्रिटी अनुसार बनेको नेशनल ल अन्तर्गत के क्राइम भएको त्यो इन्भेस्टिगेट गर्ने र पनिशमेन्ट दिने रेस्पोन्सिबिलिटी त्यही कन्ट्रीलाई नै दिएको हुन्छ र त्यही कन्ट्रीले इन्टरनली नै त्यो इन्भेस्टिगेट गरेर पनिशमेन्ट दिनुपर्ने हुन्छ। अनि सबै कुरा देशभित्रै हुने भए इन्टरनेशनल कोर्ट अफ जस्टिस छ, इन्टरनेशनल क्रिमिनल कोर्ट छ, यिनीहरूको काम चाहिँ के त भन्ने क्वेसन आउन सक्छ। यो सबैको आफ्नै जुरिस्डिक्सन छ। जस्तै इन्टरनेशनल कोर्ट अफ जस्टिसको कुरा गर्नुपर्दा त्यहाँ इन्डिभिजुअल पार्टी हुन मिल्दैन, सोभरिन स्टेट मात्रै पार्टी हुन मिल्छ। एउटा देशले अर्को देशलाई मात्रै मुद्दा हाल्न मिल्ने भयो। त्यसो हुने बित्तिकै अब फलानुलाई त्यहाँ लगौँ, उसलाई त्यहाँ लगौँ भन्ने कुरै सक्यो। अर्को इन्टरनेशनल क्रिमिनल कोर्ट आइसिसी। अब आइसिसीमा चाहिँ स्टेट मात्र पार्टी हुँदैन, यहाँ चाहिँ व्यक्ति विरुद्ध पनि मुद्दा लान मिल्छ र आइसिसीले 4वटा टाइपको क्राइम रिकग्नाइज गर्छ। एउटा जेनोसाइड, अर्को क्राइम अफ एग्रेसन, अर्को वार क्राइम्स र फाइनल्ली क्राइम अगेन्स्ट ह्युम्यानिटी। अब अस्तिको इन्सिडेन्ट क्राइम अगेन्स्ट ह्युम्यानिटी मानवता विरुद्धको अपराधभित्र पर्न सक्छ। त्यसमा पनि सर्टेन क्राइटेरियाहरू हुन्छ, तर त्यो मिट भयो भने पनि आइसिसीको जुरिस्डिक्सनभित्र रोम स्ट्याट्युट ऱ्याटिफाई गरेको नेसनहरू मात्र पर्छ र नेपालले रोम स्ट्याट्युट ऱ्याटिफाई गरेको छैन।
अब कि त नेपाल सरकारले हाम्रो यो टाइमदेखि यो टाइमभित्र भएको क्राइमहरू यदि तिमीहरूको जुरिस्डिक्सनभित्र पर्छ, तिमीहरूले हेरे अन्तर्गत त्यो क्राइम हो भने त्यसलाई इन्भेस्टिगेट गरेर पनिस गर भनेर अथोरिटी आइसिसीलाई अफिसियली दिनु पर्यो। त्यो नगर्ने हो भने इन्टरनेसनल क्रिमिनल कोर्ट पनि हामी जान मिल्दैन। इन्टरनेसनल ल भनेर सुन्दा इट साउन्ड्स रियली पावरफुल, अनि इन्टरनेसनल लले प्रोटेक्ट गर्छ भनिसकेपछि हामीलाई साँच्चीकै कसैले बाहिरैबाट आएर प्रोटेक्ट गरिदिने हो कि जस्तो लाग्नु स्वाभाविक हो। तर स्याडली इन्टरनेसनल ल त्यस्तो धेरै अथोरिटेटिभ हुँदैन। इन्टरनेसनल अर्गनाइजेसन्सहरूले यस्तो सिचुएसनमा सरकारलाई अलिअलि प्रेसराइज गर्ने अथवा केही रिसोर्सेस आवश्यक परेमा सहयोग गर्ने कामहरू गर्छ, तर बाहिरबाट आएर उनीहरूले इन्टरफेयर नै चाहिँ गर्दैन र गर्नु पनि हुँदैन। कुनै समस्या समाधान गर्ने उपाय त्यो देशभित्रै अलरेडी छ भने बाहिर अर्को कुनै इन्स्टिट्युसनले आएर त्यसमा इन्टरफेयर गर्नु भनेको चाहिँ कन्ट्रीको सोभर्निटीमाथि नै अट्याक गर्नु हो। डोमेस्टिक वेजबाट कुनै पनि तरिकाले सम्भवै छैन त्यो प्रब्लम सल्भ गर्न भने अनि चाहिँ इन्टरनेसनल इन्स्टिट्युसन्सहरूको हेल्प सिक गर्ने हो। र अहिले सेप्टेम्बर 8 र 9 को घटनाहरू हेर्दाखेरि त्यसलाई इन्भेस्टिगेट गर्ने र पनिसमेन्ट दिने मेकानिजमहरू हाम्रो कन्ट्रीभित्रै भएको व्यवस्थामा अभाइलेबल छ। आयोग बनिसकेको छ र त्यसको रिपोर्ट छिट्टै आउँछ र त्यो फेयर होस् भन्ने आशा गरौँ। अनि सेप्टेम्बर 9 मा भएको भ्यान्डलिजमतिर चाहिँ गभर्मेन्ट अलि बेसी इन्क्लाइन भएको हो कि जस्तो देखिरहेछ। मान्छेहरू भट्टाभट समाति पनि रहेको छ, त्यत्रो डिस्ट्रक्सन भएको छ भनिरहेछ। त्यो पनि एकदम इम्पोर्टेन्ट कुरा हो, त्यसमा पनि हामीले फोकस गर्नुपर्छ। तर सेप्टेम्बर 8 मा जसरी तत्कालीन सरकारले निर्मम तरिकाले बच्चाहरूमाथि गोली चलाएर हत्या गरेको त्यो एकदमै हाई ग्राभिटी अफ क्राइम हो। त्यस्तो निर्दय अहिलेसम्म सरकार नेपालमा भएकै थिएन। त्यसैले त्यो चाहिँ हामीले लाइटली लिनु हुँदैन अथवा सेप्टेम्बर 9 को इस्युहरू हाइलाइट गर्दै गर्दा त्यो बिर्सिनु हुँदैन। त्यसको लागि रेस्पोन्सिबल मान्छेहरूलाई अकाउन्टेबल बनाउनै पर्छ। अनि फाइनली आजभोलि हामीसँग इन्फर्मेसन यति छिटो सर्कुलेट हुन्छ, कति छिटो कुराहरू हामी माझ आइपुग्छ। हुन त त्यो दिन सरकारले जसरी गोली चलायो त्यो नै गर्नु हुँदैन थियो, त्यो नै सबैभन्दा गलत कुरा हो। तर यसरी स्टुडेन्ट्सहरू आउनुहोस्, युनिफर्ममा आउनुहोस् भनेर कल गर्ने मान्छेहरू पनि केही हदसम्म रेस्पोन्सिबल छन्। किनभने बच्चाहरू साँच्चीकै हामी युनिफर्ममा गयौँ भने हामीलाई केही गर्दैनन् भन्ने आशले त्यो भरोसाले गएका थिए र कति पेरेन्ट्सहरूले पनि आफ्नो बच्चाहरूलाई होइन केही गर्दैन भनेको छ भनेर पठाएका थिए। त्यसैले हामीले के सर्कुलेट गरिरहेछौँ, के इन्फर्मेसन हामी कहाँ आइरहेछ भन्ने कुरामा एकदमै केयरफुल हुनुपर्छ। अझ सोसियल मिडिया इन्फ्लुएन्सर्सहरूको त मास रिच एकदमै धेरै हुन्छ। तपाईँहरूले हालेको कुरा मान्छेहरूले हेर्ने बित्तिकै पत्याइहाल्ने हुन्छ यो त फलानु मान्छेले पोस्ट गरेको भनेर। त्यसो हुँदाखेरि तपाईँहरू झन् एक्स्ट्रा केयरफुल हुनुपर्ने हुन्छ। अनि हामीहरू पनि जस्तै अहिले त अब फ्याक्ट चेक गर्नलाई यति धेरै वेजहरू छ, हामीसँग रिसोर्सेसको यति धेरै एक्सेस छ, गुगल गर्न सकिन्छ अथवा केही त्यसमा लहरू काहीँ छ, रिसर्च पेपरहरू छ, केही छ भने सबैलाई इजिली एक्सेसेबल हुन्छ। सो सुनेको भरमा मात्रै कुरा नपत्याम, फलानु मान्छेले भनेको रे भनेर मात्रै कुरा नपत्याम। मान्छे फेमस हो भन्दैमा उसले भनेको सबै कुरा सही हुन्छ भन्ने हुँदैन। इभन मेरो कुरा पनि नपत्याउनुहोस्, म त फेमस पनि छैन। फ्याक्ट चेक गरौँ, हामीसँग आएको इन्फर्मेसनहरू फ्याक्ट चेक गरौँ अनि सकेसम्म मिसइन्फर्मेसन र डिसइन्फर्मेसनहरू चाहिँ हामी सर्कुलेट नगरौँ। किनभने जानी जानी गरेको भए पनि अन्जानमै गरेको भए पनि यसको कन्सिक्वेन्सेस चाहिँ एकदमै नराम्रो हुनसक्छ अनि हामीले त्यो रिसेन्टली फेस पनि गऱ्यौँ। सो इफ यु गाइज हेभ एनी मोर क्वेसन्स रिलेटेड टु दिस यु क्यान कमेन्ट हियर अथवा मलाई टेक्स्ट गर्दा हुन्छ। मलाई म थाहा भएसम्म म क्ल्यारिटी दिन ट्राई गर्छु। अनि अरू केही टपिकहरूमा तपाईँहरूलाई भिडियो बनाइदियोस् जस्तो लागेको छ भने यु क्यान सजेस्ट मी द्याट। I'll keep making videos. I'll try to keep making videos. Thank you so much for watching.